अहिले विद्यार्थीसँग मास्टर डराउनु पर्दछ सरकारी कलेजतिर। यहाँ त्यस्तो नहोला। यसो क्लासभित्र छिन ल म आज फेरि यो झ्यापले नि आछ बिताउँछ है क्या। ए गुड मर्निङ सन्चै छ बाबु ठिक छ आराम बाबु घुरेर नहेर बाबु पढ्ने आयो आएको राम्रो के ए बाहिर जाने यता नदेऊ अरूलाई पनि गाह्रो हुन्छ झ्यालबाट फिर्ता हो भरे भेटौँला दाइ घुरेर नहेर नि बाबु म मिलाइहाल्छु। मास्टर चाहिँ डराउनु पर्ने अवस्था भने हामीलाई पहिले कस्तो डर थियो शिक्षक छ। अब स्कुलमा गएर पढ्नुपर्छ सरले गाली गर्नुहुन्छ भन्ने नि छैन। अहिले त मन्टेसरी खोल्या छ अरूका छोरछोरी ल्याइसकेको छ। अन्त टक्क खेल्ने कुरा सबै सुत्ने कुरा स्कुल गएको हो कि होटेल गएको थाहा छैन। अनि हजुर पढिसिन्छ भन्नु म त पढ्दिनँ नपढिस्यो। अब हजुर के गरिसी बक्सिन्छ म्याडमले म त अब सुत्छु सुतिस्यो घरैमा सुतायो भने। अब हजुर के गरिसिन्छ म त अब खेलिस्यो। पैसा छैन 5 वर्ष पढाउनु पर्छ एक कक्षाले हुनको लागि। नर्सरी केजी युकेजी उपर केजी सुपर केजी कति केजी कति केजी। म कुरा गर्दै थिएँ डिजिटल प्रविधिको। भोलि नेपालमा संसारभरमा यस्तो प्रविधि आउँछ डिजिटल प्रविधि यो स्कुल पढाउन गाह्रो भएपछि जब महिला गर्भवती हुन्छन् 3 महिने सङ्गिनी सुई लगाए जस्तो बच्चालाई नर्सरीको सुई इन्जेक्सनबाटै पढाइ 6 महिनामा केजीको सुई 9 महिनामा पाउने बेलामा युकेजीको सुई पाउने बित्तिकै एक कक्षा भएर लौ पढाइ त्यस्तो छ। अब भोलि लुगाई कस्तो आउला डिजिटल अहिले पनि डिजिटल छ। विशेष गरी अन्यथा नसम्झिनु होला म यो धेरै ठाउँ भन्छु भने अहिलेका हाम्रा भाइ बहिनीहरूका मेरै पनि दाइका छोरीहरू छन् सबैले लगाए देख्दाखेरि छक्कै पर्छ। एक हिसाबले हामी अभिभावकलाई फाइदा हो। पाएट घटेको कुरो त पहिले 2 मिटर लाग्थ्यो पाएट छोराछोरीलाई भने अहिले 10 मिटरले पुग्यो। पहिले 10 मिटर लाग्थ्यो अहिले 1 मिटरले पुग्छ किनभने आधी मिटर घटेछ। कहाँ घटेछ भन्दा पाएट तल घटेछ। तल त केही पनि छैन सुरुवाल हो कि पाएट हो थाहै छैन। पाएट त अलिकति ठुलो हुनु पर्दैन यो स्याप्र्याक सुप्रुक केही पनि छैन। सेतो सेतो कलरको मासु कलरको लाग्यो भने त लाग्यो कि नलाग्यो थाहै भएन। लुगा यसो छोडेको च्याप्पै छ सुलुक्कै केही छैन। मलाई त लाग्छ पाएट किनेर ल्याएर घरमा खुट्टो घुसेर है खुट्टै टेलर ठुलो 30 गरेर खोल्न मिल्दैन। अब ठिक छ पाएट तल सुझ्यो माथि पुग्यो समयको मागो सबैले लाए त्यसमा नजाउँ। तर लाउँदा त पाएट लाउने ठाउँ छ सर्ट लाउने ठाउँ छ टोपी लाउने ठाउँ छ नि त। ठाउँ अनुसार लाउनु पर्यो नि त। यो पाएट यहाँ लगाइदिएर के जान्छ। अहिलेका पाएट त झर्दै 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 सर्दै 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 ऊ यहाँ आइपुगिसकेको छ। धन्न यहाँको हड्डीमा अड्डेर बसेको छ। यो हड्डीले ठाउँ छ भने पाएट झरेर तल आउँछ। माथि छैन डिजिटल पाएट तल मात्रै। अनि जुत्ताले गाली गर्छ त माथि जा आफू पनि ड्युटी गरौँ म त तल छँदैछु। यो मोजा पनि त पाएट पनि एकै ठाउँ हुन्छ फर्क माथि झर भन्छ झरि नि त अब के गर्नु सामान ठाउँमै भेटियो डिजिटल पाएट लुगाई। अब भोलि विज्ञापन बन्दाखेरि कस्तो बन्ला डिजिटलमा डिजिटल फर्माइटमा भने जस्तो एउटा मसलाको विज्ञापन आउँछ आजभोलि पहिले आउँछ इन्डियन मसलाको नयाँ बुहारी यस्तै आई 2वटा नाति माइतैबाट ल्याइ यो चाहिँ अहिले अब त्यही मसलाको विज्ञापनलाई बनाउँदा नयाँ बुहारी यस्तै आई बास्ना र स्वाद माइतीबाट ल्याइ। अहिले मैले अघि मिस्टेक गरेँ नयाँ बुहारी यस्तै आई 2वटा नाति माइतैबाट ल्याइ। जमाना त्यस्तो खालको छ भने हामी एउटा कुरा चाहिँ के बुझ्न जरुरी रहेछ भने धेरै कुरा बुझ्दा मैले अघि इङ्ग्लिसको कुरा गरेँ हाम्रै फिल्म लाइनमै पनि मान्छेको मूल्याङ्कन कसरी गर्छ भने कोही आएर अहिलेको नयाँ हिरोइन एक्चुअली होइन एक्चुअली मात्रै हुन्छ फेरि आइएम सो बिजी होइन। अनि त्यसपछि होइन अनि त्यसपछि म सुटिङमा गएको होइन सबै त भन्नु पर्यो नि त। कसैलाई थाहा छैन नेपालको चर्चित नायिकालाई पत्रकारले सोध्छन् मुलुकको प्रधानमन्त्री को भनेको मुलुकको प्रधानमन्त्री बाबुराम भट्टराई। बाबुराम डिल खाएर अर्को भइसक्यो थाहा छैन। अनि राष्ट्रपति को भन्दा प्रचण्ड रे प्रचण्ड कसरी राष्ट्रपति। मैले यसो विचार गरेँ के रहेछ किन प्रचण्ड राष्ट्रपति भनेर चाहिँ हाम्रो हिरोइनहरूले भनेको त त्यो पहिलोचोटि संविधान सभाको चुनाव हुँदाखेरि प्रचण्डले पहिले नै प्रथम राष्ट्रपति भनेर यसरी टाढा थिए नि। सबै मेडिटेसन
त्यही राष्ट्रपति भन्ने मात्रै राखेको छ प्रचण्डको हात र राष्ट्रपति देखेको नि रहेछ भन्न थालेछ भन्न खोजेको इङ्ग्लिस पढ्दैमा सबै नेपाली बिर्सिनुपर्छ भन्ने छैन र हामी अलिकति राम्रो भयौँ सुख पायौँ भन्दैमा पुराना कुरा बिर्सिनुपर्छ भन्ने छैन पुराना सम्झेर आफ्नो रीतिरिवाज परम्परालाई पहिले हामी कुकुर भनौँ पहिले हामी दुध खाउँ पहिले हामी स्याउ खाउँ पहिले हामी हात्ती चिनौँ अनि त्यसपछि इलाफेन्ट डग मिल्क राइस दुनियाँ थरीमा पनि हामी जान सक्छौँ भन्ने मलाई लाग्छ अब अहिलेका केटाकेटीलाई हेर्नुहोस् हामीले जस्तो मेरो सवालमा कुरा गर्नुहुन्छ भने पनि यति हामी बाहिर हिँड्छौँ कन्फिडेन्स छैन हामीले तपाईँहरूले जस्तो मैले अघि भने जस्तो बोर्डिङ पढ्न पाएनौँ मैले एबिसिडी 4 कक्षामा पढेको मैले पढ्ने स्कुलमा इङ्ग्लिस त्यति पढाइँदैन थियो इङ्ग्लिस पढाउने टिचरै थिएनन् पहिले पछि हुँदै गएपछि अब इङ्ग्लिस आउन थाल्यो भनेपछि एबिसिडी गर्दै 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 पढियो त्यस कारणले पहिलेको जस्तो जमाना अहिले छैन अहिले फरक छ अहिले लौ त भनौँ भने केजीमै पढ्नेले नि थ्रु आउट इङ्ग्लिस बोलिसकेका हुन्छ मैले अघि नै भनिहालेँ पढाइ त्यो प्रकारको छ त्यसैले अहिले समय अलिकति फरक छ र अर्को एउटा कुरा मैले देखेको टिनेज विशेष गरी +2 पढ्ने भाइ बहिनीहरू यसो हेर्छु मोटरसाइकल भन्ने यस्तो आवश्यकता भइसक्यो काठमाडौँमा अझ विशेष गरी हामीलाई मोटरसाइकल बिनाको जीवनै अधुरो छ जहाँ जानु परे पनि लेडिजहरूलाई पनि अहिले स्कुटरको जमाना आयो स्कुटर चलाउँदा ठिक पनि छ तर कति दुर्घटना पनि परिरहेको छ अब गाडीमा चढ्यो ठेल्दै एउटा राम्री लेडिज देख्यो भने ऊ अगाडि पनि पछाडि आइसकेको हुन्छ ठेल्दै त्यसलाई गाला कि चढ्काउनु पर्ने होइन त्यस्तो खालको महिला हिंसाहरू पनि भइरहेका छन् त्यसैले गर्दाखेरि सेपरेटका लागि चाँडो पुग्नका लागि स्कुटर उपयोगी छ र मोटरसाइकल विशेष गरी हाम्रा भाइहरू छन् जो चाहिँ एसएलसी पास गरिसकेपछि एउटा बुवाको पनि इच्छा हुन्छ के किनिदिनु भन्दा मोटरसाइकल तर मोटरसाइकल किनिदिँदा बाबाले के विचार गर्दैनन् भने यो आवश्यकता हो छोरो कलेज जानका लागि आउनका लागि यसलाई सजिलो हुन्छ भनेर यसले मान्छे पुर्याउनु भनेर चाहिँ अलिक किन्दैनन् अब स्टाइल आउँछ त्यसमा अहिलेको मोटरसाइकलको स्टाइल अचम्म छ मोटरसाइकलले मान्छे बिगारेको छ मान्छेले मोटरसाइकल बिगारेको छैन छोरीको स्कुटर छोरी जस्तै छ राम्रो चटक्क परेको आहा छोरी पनि चट्ट परे कि मोटरसाइकल चट्ट परेको कतिखेर आउने र लैजाउन भने रेडी छ छुन पाएको छैन आइफोन जस्तो खेरे बाई बाई मम्मी बिचरा बाउको मोटरसाइकल बाउ जस्तै बुढो खर्लङ्ग परेको बाको दाँत निस्केर मोटरसाइकलको क्लच खुसी बा पनि ननुहाएर मैलो बिचरा मोटरसाइकल धोएको छैन कसैले यसो डाङ्गी हान्न धुलै धुलो 8 बजे कहीँ जानु छ भने बुढा 6 बजेदेखि स्टार्ट ठोकेको हुन्छ हड्डी खिसन्छ स्टार्ट हुँदैन लास्टमा छोराले आएर घटेर दिनुपर्छ बाको उमेर अनुसार छोरोको मोटरसाइकल आम्मामामा म हेर्छु बजारतिर बाबा के बनाएर पठाएको बनाउनै उतैबाट त्यस्तो बनाएको त फेरि यहाँ अर्को परिमार्जित गरेको छ कोहीले सिट उचालेको छ कोहीले साइलेन्सर माथि पारेर घटाउ डङ पारेको छ हरन मोटरसाइकलको फरक हुँदो रहेछ मान्छे बाटोमा जस्तो त्यस्तो नि त्यस्तै हरन बजाउँछन् अहिले केटाहरू अलिक बुढाबुढी देख्यो भने टेक पारिहाल्ने है झट्का दिइहाल्ने बुढाबुढीलाई मार्छै क्या हुनु बिचका महिलाहरू ठ्याक्क टेक पार्ने है यो भाइ पनि अहिले मार्छु राम्री चट्ट परेका हेऱ्यो भने त कतै नतर्से हुने टेक मार्छ अब हाइट कम छ मोटरसाइकल आउलो छ त्यहाँमाथि सिट उचालेर कहाँ गएर रोक्ने हो ठाउँ थाहा छैन कि इँटा राखेर हुनु पऱ्यो कि कतै पेटी हुनु पऱ्यो अडिँदैन नि त रोक्दा त एउटा अडेस लाइन त चाहियो त्यो चिजलाई यसरी चलाएका छन् अब ट्याक्क बसेर यसरी चलाएको हुन्थ्यो सुतेर नसुत्यो अन्यले भेट्दो रहेछ अब आफू अगाडि यसरी सुतेर निहुरेर चलाउनु ढाड कति दुख्छ हो पछाडि एक बित्ताको सिट जस्तो पनि यता ढल्काइदिएछ पछाडि बस्ने यसो नआइ सुख छ नसुमाई सुखै छैन मोटरसाइकलदेखि बनाएको छ उसको नि गल्ती होइन बिचरा कतिको म त्यस्तो नचाँदा नि यस्तो समाज न त लडिहाल्छ अनि म अनुमान लाउँछु आजभोलि मोटरसाइकलमा बसेको स्टाइल हेरेपछि थाहा हुन्छ यी के कहाँ जाँदैछन् भन्ने कुरा अहिलेको समय त्यस्तै छ अब त्यस्तै मोटरसाइकलमा पनि साडी लगाएका छन् अनि साडी लगाएका कुर्ता सुरुवाल लगाएका थिए यसरी साइडमा बस्छन् मोटरसाइकललाई साइडमा बसेर चाहिँ उसले चलाएको छ यसरी समाउनु खोजेको छ तर मान्छे समाएको छैन यसो मोटरसाइकल यतापट्टि यता सिटतिर यस्तो समातेको छ भने सम्झिनुहोस् ती चाहिँ कोही भाउजू हुन् अथवा माइजू हुन् अथवा टोलका कोही आफ्ना चाहिँ दिदीबहिनी पर्ने हुन् कतै पुर्याइदिनु जानु लागेको त्यसमा केही टेन्सन छैन अब कुर्ता सुरुवाल लगाएको छ साइडमा यसरी बसेको छ अलिकति ट्याक्क समाइरहेको छ भाइ पर दिदीको हिसाबले समाउनु भएको छ अथवा भाउ
छैन भने सम्झिनुहोस् पर्न खोजेको। अब टाइट जिन्स प्यान्ट लगाएको छ, च्याट्ट बसेको छ, यसरी खर्ल्याप्प पेटमा यसरी ट्याप्प समातेको छ भने सम्झिनुहोस् पर्यो। मोटरसाइकल त्यस्तै पारेर नागढुङ्गाबाट झऱ्यो अथवा यता धुलिखेल नगरतिर गयो। अब ट्याक्क प्यान्ट पनि त्यही अनुसारको लुगा पनि छ, यसरी ठ्याक्क यसरी बसेको छ, घुँडीमा समातेका छैन, उसको ज्याकेटको गोजीमा हात हालेको छ भने सम्झिनुहोस् त्यो चाहिँ चेक गरेको। केटो कतिको तयारीको साथ ल्याएछ भने चिठीले ताली आउँदा बडा खुसी लाग्छ। मैले देखेकै कुरा भनेको, त्यसकारण बसाइले पनि मान्छेलाई प्रभाव पारेको छ, कति बसेका स्टाइलले पनि प्रभाव पारेको छ, लुगाले पनि प्रभाव पारेको छ। त्यसकारण म के भन्छु भने मोटरसाइकल चलाउँदा मैले यो कार्यक्रम यस्तो खालको कार्यक्रम सबै ठाउँमा भन्ने गर्छु, दुर्घटना भन्ने कुरो निम्त्याएर निम्तिँदैन। हाम्रो देशको दुर्भाग्य, हामी गरिब देशका मान्छे, सार्वजनिक सवारी राम्रो छैन, त्यसले हामी बाध्य भएर मोटरसाइकल चलाउनु पर्छ। त्यसैले यो एकदमै जोखिमपूर्ण सवारी साधन हो, त्यसलाई हामीले चलाउँदाखेरि अझ बुद्धि पुर्याएनौँ र लापरवाही गऱ्यौँ भने अवश्य पछाडिन्छ। हामी बाटोमा हिँड्छौँ, हेर्छौँ कति ठाउँ